मार्न पाइँदैन, दलित मार्न पाइँदैन, भ्रष्ट न्यायाधीशहरूलाई कारबाही गर, उच्च अदालत सुर्खेत मुर्दाबाद। र यति बेला तपाईले देख्न सक्नुहुन्छ यति बेला नवराज विक सहित 6 जना युवाहरूको व्यवस्था हत्यापछि आज जेठ 10 गते काठमाडौँको माइती घर मण्डलाबाट बेनेसरतर्फ उहाँको न्यायको निम्ति जसरी सुर्खेत उच्च अदालतले यो जातीय विभेद होइन भनी जुन खालको फैसला गर्यो त्यसको बारेमा यति बेला पछाडिको ब्यानर हामी देख्न सक्छौँ र यो आज विरोध र्याली पनि भन्न सकिन्छ। यति बेला विरोध र्याली अगाडि बढेको छ र जोस र जागरमा आक्रोशमा छाउने विरुवा आएका छन्। हामी आज सामाजिक अभियन्ता दलितका लागि दलित संयोजक खगेन्द्र सुनारलाई देख्न सक्छौँ। खगेन्द्र सुनारजी पनि गाडीमा बसेर देख्नु भएको छ, हामी देख्न सक्छौँ। नवराजका बुवा मम्मीहरूको न्यायको लागि यति बेला समकान्त मैनाली र मातृका सुभाष भण्डारीको नाराबाजी चर्को भएको छ, दलितमती अन्याय भएको छ भनेको छ। नवराजका आमा बुवाहरू ठुलो ब्यानर समातेर अगाडि बढ्नु भएको छ। हजारौँको सङ्ख्यामा यति बेला नागरिकहरू दलित समुदायहरू यहाँ हुनुहुन्छ, हजारौँ सङ्ख्यामा देख्न सकिन्छ। यो आकाश देख्न सक्छ हामी तमाम मानिसहरूको यो जमघट छ। यति बेला काठमाडौँको माइतीघर मण्डलाबाट अगाडि बढ्दैछ र काठमाडौँ मण्डलाबाट फेरि बानेश्वरतर्फबाट फर्किएर यो आन्दोलन अहिले माइतीघर मण्डलमा कोण सभा हुनेछ हामी देख्दैछौँ। यति बेला सबै पछाडि हामी देख्न सक्छौँ धेरै पछाडि ठुलो जमात छ। सबैको निधारमा नौसेना लेखिएको छ। नेपाली समाजमा दलित समुदायले अधिकार नपाउने र नेपाली समाज जहिले दलित
जातीय मुद्दा हुँदै पनि त्यस्ता खालका दलित विरोधी खालका अदालतले निर्णय गर्छ, अदालतले त्यस्तो फैसला गर्छ भने यसको 60 लाख दलितले कदापि मान्य हुनेवाला छैन। र खयेन्द्र सुनारज्यूले यो आन्दोलन गरिराख्नु भएको छ, उहाँलाई म र मेरो पेसागत सङ्गठन सबै सुनचाँदी क्षेत्रबाट सबै सामाजिक संस्थाबाट हार्दिक ऐक्यबद्धता व्यक्त गर्दछु। धन्यवाद। अहिले हामीलाई यहाँ उच्च अदालतले नदिएको हुनाले हामी यता आयौँ, हामी दुःख पायौँ, पीडा पायौँ। 24 दिन भयो यहाँ नखाइ नलाई ढोकामा टाल्छा लगाएर आछौँ। अब यस्तै पीडा भएर हाम्रो खगेन्द्र बाबु सहित गएर हाम्रो यतिखेला मुद्दा यहाँसम्म ल्याउनु भयो, हाम्रो वकिल साहबहरू सब लागेर ल्याउनु पर्छ। अब उताबाट फेरि पनि अब यिनी 11 जना छन् तिनीहरूलाई हाल्नुहुन्छ भनेर हामीलाई आशा छ। अब यिनी जो छन् जसरी हाम्रा बाबुहरूलाई 6 जना बाबुहरूलाई नदीमा लिएर मारेर किस्तामा जसरी फालेका छन् त्यस्तै गरेर तिनीहरूलाई पनि कारागारबाट त्यसै गरिकन ल्याएर तिनीहरूलाई पनि मरेको लास ल्याएपछि हामीलाई पनि शान्त हुनेछ। 6 जना मर्दाखेरि पनि जातको कारण होइन भनेर चाहिँ 2 जना न्यायाधीश साहबले फैसला जो गर्नुभएको छ, उहाँले चाहिँ पढेर पास गर्नुभएको कि चोरेर पास गर्नुभएको कि आर्थिक सहमति गर्नुभएको कि राजनीतिक दबावमाथि गर्नुभएको, उहाँलाई चाहिँ 2 जना अधिवक्ता न्यायाधीश साहबहरू हुनुहुन्छ, उनीहरूलाई चाहिँ पदबाट बर्खास्त गरियो, तुरुन्तै कारबाहीको दायरामाथि हिँडालोस् भन्ने नेपाल सरकारलाई म यहीदेखि पनि भन्न चाहन्छु। जिल्ला हुकुम अदालतमा देखाउँदाखेरि जिल्ला अदालतका न्यायाधीश साहबले फैसला राम्रो गरिदिनु भयो। जातकै कारण केटी र केटीको आमा जातकै कारणले यस्तो भयो, हत्या हो भनेर भन्नुभयो। भनेपछि अहिले यहाँ यही फुटा देखाइकन हामीले सुर्खेतको उच्च अदालतमा जाँदाखेरि पनि त्यहाँको न्यायाधीशले जातको कारण होइन र केटी र केटीको आमा सफाई जातको कारण होइन भनिकन भन्नुभयो। जातको कारण होइन भनेपछि प्रकाशी मल्लले तोइन मारेरै फाल्छु, तोइन वडा अध्यक्ष डुम्बर मल्लजी आउनुहोस्, मान्छे ल्याएर आउनुहोस्, यिनीहरूलाई मारेर फाल्ने हो भनिकन हाम्रा छोराहरूलाई त्यसरी हत्या गरेर विवेशी हत्या गरेर हेर्नुहोस् मेरा छोराहरूको फुटा, हामी सही छोराहरूका फुटा भने हत्या गरिकन मारे कि प्रकाशी मल्ल र अनि सुषमा मल्ल र त्यसको अङ्कल ठुला बा थियो इन्द्रबहादुर मल्ल, यिनी सबैमा जति यिनी 11 जना जुन बाहिर गएका छन् यिनी सबमा सरकारले हाम्रो यो यिनी जुन 11 जना छुट्याएका छन् यिनी सबमा आदमी कैदको कारोबार राखिकन हाम्रा जस्तै हाम्रा छोराहरूलाई भेरीका किनारमाथि हामीले हाम्रा छोराहरूको लास ल्याइदिउँ। यस्तै गरी यिनीहरूलाई पनि यस्तै लास ल्याउनु परोस् भन्दै हामी यहाँसम्म आज बस्या। हामी 26 दिन भयो हामी रुई आज बसेको, हामी 28-29 दिन भयो माइतीघर मण्डलमा। छोराहरूको न्याय पाइन्छ कि निशा पाइन्छ कि हामीले कहीँ छोराहरूको गर्छौँ पनि रोडमा बस्या। हामी आज 29 दिन भयो। अहिले हामी छोराहरूमा 10 महिना समेत हामीले पोखीमा गऱ्यौँ। अहिले छोरा पढाउनु लेख्नु हामीलाई पाल्नु भन्ने अवस्थामा यसरी छोरा गुमायौँ। अहिले हामीले यसरी रह्या जस्तै गरी हाम्रा छोराहरूलाई मार्या, कुटी आँखा पानी जिब्रा काटी खुट्टा भाँची हाम्रा छोराहरूका कोपे फुटालिकन भेरीमा फाल्या। उस्तै गरी यिनीहरूको लास भित्रबाट आउनु परोस्। अब के छ भने जातकै कारणले पनि छच्चा भाइको ज्यान गुमायो, किनकि अब गोविन्द साईलाई पनि जातकै कारणले घटना घटाएको। अब पहिला नै जातको कारण थिएन भन्दा केटीलाई नै मलाई ठौरी विवाह गर्नुपर्ने थियो। हुन त म पनि ठकुरी नै हुँ, तर साई ठकुरी हो, त्यही पनि जात थियो भने त आखिर विवाह गर्नु थियो नि त उसको लागि। आखिर सम्झिने भने त सबैले जात भातले दलितले सबैले पनि गोविन्द साईलाई नै गर्व मान्नुपर्छ, किनकि ज्ञान दियो, त्यसले बलिदान दियो भनेर सम्झिनुपर्छ। अनि गोविन्द साईलाई फेरि सम्झिनुपर्छ, किनकि आज 5 वर्ष भयो 6 मा लागिसक्यो हाम्रो छोराको लागि आज कालो दिन हो। अजित बिदारलाई चाहिँ यो दलित जाने भनेर यसलाई अजितलाई नै मारेर गजुरी भन्ने स्थानमा लगेर मारेर झुन्डाइरहेको थियो खोलिया खोलामा। त्यहाँबाट धादिङ अदालतमा मुद्दा दर्ता भयो। मुद्दा दर्ता भएपछि त्यहाँबाट दलितको त्यहाँ बोलिदिने मान्छे कोही भएन र त्यहाँ दलितको मुद्दा कमजोरी बनाइदियो। त्यहाँबाट आएर हामीले त्यहाँ हार्यौँ। हारिसकेपछि पुनर्वेदन गऱ्यो। पुनर्वेदनमा पनि त्यहाँ हारेपछि अहिले चाहिँ सर्वोच्च म आफैले चाहिँ मुद्दा हालेको छु। त्यहाँबाट झन्डै 2 वर्ष जति भइसक्यो ल, पेस्की मात्रै हालिरहेको छ। पेस्की मात्रै के तारिख मात्रै हालेको छ। किन तारिख मात्रै हाल्यो भन्दा ती मान्छेहरू फरार छ, अहिले चाहिँ भेटेको छैन।
त्यही भएर हामीले त तारिक हालिरहेको छु भनेर भनिरहेको छ। त्यही भएर यो दलितलाई चाहिँ कसरी हुन्छ त्यो तल पारेर भए पनि के हुन्छ अल्मलाइरहेको छ त्यसो गरेर मलाई चाहिँ यो धाइरहने बनाइरहेको छ। तेहने एकरो लड़का जे रेप केला के बाद में ओकरा जे पंचायती में बोलौलकै त पंचायती में कथी कहलकै एकरा से बियाह करबी तो उ लड़का कहलकै बियाह नहीं करबै ई बड़ी छोट जात के लड़की हम एकरा से बियाह करबै कह के कहलकै एकरा त चप्पल लगा मारबै उ लड़का बोलले उ जब बलात्कार करैत घड़ी उ छोट जात के बेटी नहीं देखलकै लेकिन बियाह करैत खुमा छोट जात के बेटी देख के कह के उल्टले जायतो हरण करके बलात्कारों करके तब पंचायतियों में की कह के चप्पल लगा मारबै। देखो तेहने वो दलित के चाहे गरीब के दलित के चाहे लड़का रहो लड़की रहो लड़की रहे छे तो कोनो न कोनो हिसाब से रेप करके मार दे है आ लड़का बियाह करे है तो लड़को के ओकर गार्जियन सब मार दे एना नहीं होते कह के हमरा यहाँ के दलित के एक मुश्त 77 जिला में एहन बनाओ कि हम दलित जहाँ जाए तहाँ दलित धनिक हापा की वही शोषण के हापा बरस के ओकरा अपना काबू में लाइब के ओकरा अपन बल देखाबू कि हम कह के दलित छियै जाले हम अहाँ दलित न उठबै ताले दलित प्रति चाहे बेटा रहो आ बेटी रहे शोषण हेबे करते। लेकिन हम नहीं पुरुष नहीं महिला सब अपन अपन घर से जाग के दलित के बेटा के बेटी के सुरक्षा करू ओकरा झाड़ू आ बढ़नी सब समान देखा के ओकरा अपना बेटी आ बेटा के प्राण आ इज्जत बचाओ। अपमानित भएर कुकुरको जस्तो जिन्दगी जिउनु भन्दा जिउँदो भएर पनि लासको जिन्दगी जिउनु भन्दा मान्छे भएर पनि दासको जिन्दगी जिउनु भन्दा अपमानको सिंहासन भन्दा सम्मानको सुली प्यारो छ। अपमानको प्रधानमन्त्री भन्दा सम्मानको मृत्यु प्यारो छ। दलित यो कुरा बुझेको छ। आन्दोलन सशक्त भएर जान्छ। यो वा त्यो बहानामा कहीँ कतै झुकिँदैन आन्दोलन। हामी बाँचिन तयार छौँ झुक्न तयार छैनौँ। यो कुरा केपी ओलीहरूले सुन्ने यो कुरा प्रचण्डले सुन्ने यो कुरा शेरबहादुर देउवाहरूले सुन्ने। कांग्रेसमा कति दलितहरूको रगत पसिना बगेको छ एमालेमा कति दलितहरूको रगत र पसिना बगेको छ। माओवादी जनयुद्ध सुरु हुँदै गर्दा कति दलितहरूले माओवादीमा आफूलाई समर्पित गरेका छन्। त्यो माओवादीसँग अब हिसाब हुनुपर्छ। टाउकोमा कफन बाँधेर गर्भमा बच्चा बोकेर पिठ्यूमा बच्चा बोकेर काँधमा बन्दुक बोकेर खाली खुट्टा भोको पेट हाम्रा दिदीहरू लड्न तयार भए हाम्रा दाइहरू लड्न तयार भए। अमेरिकी साम्राज्यवाद मुर्दाबाद भारतीय विस्तारवाद मुर्दाबादका नारा लगाएर भारतका विरुद्धमा बन्दुक लिएर लड्न हिँडेका लाल सेनाहरू आज ती दलितहरू त्यही भारतको 45 डिग्रीको तातो घाममा अर्काको भाडाको अटो रिक्सा चलाएर बाँच्न बाध्य भएका छन्। माओवादीसँग हिसाब हुन्छ। अब कांग्रेससँग हिसाब हुन्छ। एमालेसँग हिसाब हुन्छ। केपी ओलीको लगानी कति छ एमालेमा? शेरबहादुर देउवाको लगानी कति छ कांग्रेसमा? प्रचण्डको बलिदान कति छ कांग्रेसमा? हाम्रा दलितको रगत र पसिना कति बगेका छन्? एक एक हिसाब हुन्छ। खन्ती गनेर हिसाब हुन्छ। लाई गनेर हिसाब हुन्छ। उधारो हुँदैन। अब हिसाब हुन्छ। अब ढड्डा पल्टिन्छ।